हेलो नमस्ते सबैजनामा। यतिखेर म छु ग्रिन सिटी इलाम बजारमा भने यहाँहरूले देख्न सक्नुहुनेछ इलाम बजारको ग्रिन सिटी स्मार्ट सिटी भनेर पनि चिनिन्छ। यहाँ यस्तो रहेको छ, यहाँनिर राउन्ड बोट रहेको छ। यता पर भने यहाँ माथि एउटा शालिग रहेको छ चिया टिप्दै गरेको देख्न सक्नुहुनेछ हजुरहरूले। यो हो चिया टिप्दै गरेको शालिग एकजना महिलाले। भने यहाँको अहिलेको वातावरण भनेको एकदमै चिसो छ मौसम, घाम लागिरहेको छ भने एकदम दामी छ ग्रिन सिटी इलाम बजार चाहिँ है त साथीहरू। यहाँबाट यो रोडदेखि उद्धो भनेको तपाईँको जिल्ला अस्पताल पुग्न सकिन्छ भने यो शालिग भएको उतापट्टिदेखि उता धोबीधारा जाने बाटो हो, त्यता पर्छ। यस्तो छ है यहाँको राउन्ड बोटको माहौल। यहाँनिर सब्जी फलफुलको आइटम पनि रहेछ, निकै नै राम्रो पसल रहेछ यहाँनिर है त। छैन म राउन्ड बोटतर्फ जाँदैछु। राउन्ड बोटमा गएर यहाँको वरिपरिको माहौल यहाँ हजुरहरूलाई म देखाउने छु है त साथीहरू। यस्तो दामी छ क्या यहाँ चाहिँ, यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले। यहाँ लेखिएको पनि छ भने यो शालिग रहेको छ चिया टिप्दै गरेको एकजना महिलाले है त। ग्रिन सिटी इलाम बजार है यो चाहिँ। यहाँबाट वरपरको दृश्यहरू यस्तो देखिन्छ है त। घाम लागेर ढकमक्क भइरहेको छ। ल है त साथीहरू, मैले हजुरहरूलाई ग्रिन सिटी इलामको राउन्ड बोर्ड पनि देखाइसकेको छु भने म अब यो बाटो जानेछु उता चिया बगानतर्फ है त। चिया बगानको 2-4 झलक दृश्यहरू यहाँहरूलाई समावेश गर्नेछु र म आफ्नो गन्तव्य झापातर्फ लाग्नेछु है त साथीहरू। इलाम बजार चाहिँ मित्रहरू अलिकति सानो रहेको छ, रोड सानो रहेको छ। धेरै पहिलाको बजार भएर हो सायद। अब रोड बढाउने ठाउँ पनि छैन यहाँनिर। उँभोपट्टि यति छ स्पेस, उँधोपट्टि यति छ स्पेस, खासै स्पेस छैन। तर बजार चाहिँ एकदमै दामी छ है, सुन्दर अनि सफा, एकदमै दामी। चट्टसँगले म चाहिँ माथि राउन्ड बोर्डदेखि आएको है। अब म यहाँदेखि उता जान्छु चिया बगानतर्फ है त। अनि चिया बगान देखाउने छु यहाँहरूलाई। यहाँ माथि माई मेडिकल लेखिएको रहेछ। यहाँबाट चाहिँ ठक्क यतापट्टि दाहिनेतर्फ यो रोड जाँदाखेरि ठ्याक्कै पुगिन्छ है पर चिया बगानमा। हजुरहरू पनि यदि आउनु भएको छैन भने आउनुहुन्छ भने देख्न सक्नुहुनेछ है त। यहाँनिर रहेको रहेछ होटेल ग्रिन भ्यू इलाम भनेर लेखिएको रहेछ। एकदमै ठुलो रहेछ, भव्य, एकदमै दामी रहेछ। यहाँनिर पनि आएर हजुरहरूले बस्न सक्नुहुनेछ। इलाम बजारलाई पछाडि छोड्दै म चिया बगानतर्फ पुग्न आँटेँ है साथीहरू। चिया बगान देखाउने छु यहाँहरूलाई सट्ट लगाएर। सो फाइनली गाइज हजुरहरूलाई मैले चिया बगान पनि देखाइसकेको छु भिडियोमा। यो चिया बगान हो। अहिले चाहिँ मङ्सिर महिना भएको हुनाले त्यत्रो राम्रो हरियो त छैन, तर पनि जे होस् यतिको ठिकै हो। मङ्सिर महिनामा यतिको चियालाई ठिकै मान्नुपर्छ है त दर्शक श्रोताबिनहरू। यहाँनिर मान्छेहरू आउने जाने क्रम एकदमै हुन्छ। फोटो खिच्ने, टिकटक बनाउने देख्न सक्नुहुनेछ। यहाँ तल पनि फोटो खिच्ने, टिकटक बनाउने भइरहेको छ भने यस्तो छ है त यहाँको।
यहाँबाट इलामको भ्यू टावर पनि देख्न सक्नुहुनेछ। यो माथिको चाहिँ भ्यू टावर हो, त्यो माथिको। त्यहाँनिर बिल्डिङहरू पनि दामी दामी रहेको छ, 2-4वटा बिल्डिङ घरहरू। भने अहिले चाहिँ मङ्सिर महिना लागेको हुनाले होला सायद चिया बगान त्यति राम्रो चाहिँ रहेन रहेछ। तर जे होस् ठिकै हो यतिको चाहिँ है त मित्रहरू। म चाहिँ यो साली भएको ठाउँमा एकैछिन बसेर यता जाँदैछु यो बाटोतर्फ। अब यहाँ पर रहेको छ यस्तो हात गरेको हातको नक्सा। त्यहाँनिर गएर पनि म त्यतापट्टिको भ्यू देखाउने छु यहाँहरूलाई है त साथीहरू। यो डोजर गाडी चाहिँ कहाँसम्म हिँडेको होला त्यो चाहिँ थाहा भएन। जे होस् दामी देखिन्छ डोजर गाडीलाई पनि। मैले अघि नै पनि भनिहालेँ नि, यहाँ टिकटक बनाउने भिडियो बनाउनेहरू हुन्छन् भनेर यहाँ बनाउँदै हुनुहुँदो रहेछ 2-4जना दिदीहरूले। यो तल रहेको पार्टीदेखि पनि इलाम बजार देखिन्छ है आधी उधी चाहिँ। म चाहिँ फाइनली परदेखि यहाँसम्म आइपुगिसकेको छु। भ्यू टावर रहेको छ माथि, एकदम दामी देखिन्छ। यो पार्टीबाट म हजुरहरूलाई इलाम देखाउँछु है त, सहर थोरै भए पनि। यो पार्टीको छेउबाट चाहिँ यस्तो देखिँदो रहेछ है साथीहरू। रङ्गशाला चाहिँ पर पर्छ, बजार यस्तो छ है त। भने म अगाडि यो हातको दृश्य भएको ठाउँमा पुग्ने छु र उतापट्टिको दृश्य देखाउने छ हजुरहरूलाई है त। घाम लागेर ढकमक्क एकदमै रमाइलो छ। चिसो चिसो छ मौसम, तर घामले न्यानो न्यानो बनाइदिइरहेको छ है त साथीहरू। सट्टासँगले यहाँनिर यस्तरी स्कुटीहरू पनि कुद्दो रहेछ। हातको नक्सा भएको ठाउँमा जाने बाटो है त यो चाहिँ। यस्तो रहेको छ, रेलिङ लगाएर एकदमै दामी छ। वाउ, यहाँदेखि चाहिँ यस्तो दामी देखिँदो रहेछ यहाँनिर। ल देख्न सक्नुहुनेछ हजुरहरूले, हरियाली चिया बगान एकदमै दामी सुन्दर है त। यस्तो रहेको छ यहाँको भ्यू। वरपरको पहाडको श्रृङ्खलाहरू पनि देख्न सक्नुहुनेछ, तर अहिले हुस्से लागेर अलिकति छेलिएको रहेछ उता पारिपट्टि। भने यहाँनिरको बस्तीहरू चाहिँ एकदम सुन्दर देखिन्छ है त, चिया बगानै चिया बगान भएको कारणले गर्दा। त्यो साइड देख्न सक्नुहुन्छ यहाँ तल, क्या दामी छ है। चिया बगानको दृश्य यहाँहरूलाई देखाउन चाहे, हेरिदिनु होला। यस्तो छ। अब कतिपय साथीहरूले त्यो हात चाहिँ कहाँनिर छ भनेर खुल्दुली लागिरहेको होला हजुरहरूलाई। त्यो हात चाहिँ कहाँनिर छ भने यो बाटो जाँदाखेरि पुगिन्छ, यहीँ परतिर छ है त साथीहरू। ल फाइनली हात पनि भेटाइयो। यहाँनिर छ है हात चाहिँ साथीहरू। यो रहेको छ हात, यो रहेको छ हात है त साथीहरू। अब यो हात माथि चढेर यहाँको दृश्य देखाउने छु हजुरहरूलाई है त। सट्टा लगाएर चढेँ म अब।
यो हातबाट देखिने दृश्य चाहिँ खासै केही त्यस्तो रहेन रहेछ यो सल्लाहले गर्दा। सल्लाहले छेलेको रहेछ। यो सल्लाहलाई काट्नुपर्ने अवस्था देखेँ मैले चाहिँ। यस्तो देखिन्छ है हातदेखि चाहिँ। नङहरू छ यहाँनिर।